कस्तो लागिरहेछ ल ल ल राम्रो अन्त भेरी गुड 1 लाख सब्सक्राइब पुऱ्याइदिनु होला गर्लफ्रेन्ड घुमाउने उमेरमा हेर यहाँ भान्जाहरूलाई घुमाउनु परेको छ त मेरो जिन्दगी रोनाल्डो भिज्यो स्लो पानी पर्यो बल्ल बल्ल आइपुग्यो अब चाहिँ कोठामा आइपुग्नु लागिसक्यो हामी भाइ हो फर्सीको मुन्टा हजुर फर्सी हेलो गाइस म चाहिँ भर्खर उठेको होइन र अहिले चाहिँ हाम्रो यहाँ पानी परिरहेको छ मौसम चाहिँ यस्तो छ चट्ट लगाएर हेर्न सक्नुहुन्छ पुरा बादल लागेर पानी पर्यो कि बिहानको 6:30 बजीदेखि होइन मामा हामी चाहिँ अब काठमाडौँ जान लाग्यो काभ्रे तेमार्तु किर्तिपुर जान लाग्यो र म चाहिँ ब्रस गर्दैछु माला कलरी गरेको माला हो 500 रे अब अर्को वर्षदेखि फल्छ त्यसपछि अनि 5 करोड पैसा आउँछ काठमाडौँमा घर मलाई के डर अनि म चाहिँ अब जानु लाग्यो काठमाडौँ बाटो चाहिँ हाम्रो यस्तो छ म हजुरहरूलाई भ्यू देखाउँछु हाम्रो घरबाट कस्तो भ्यू देख्छ र अहिले बिहान पानी परेको भएर चाहिँ यस्तो दामी आइरहेको छ कि भ्यू होइन पुरा यस्तो देखिन्छ नजारा यो चाहिँ भोकटेको बोट र यो चाहिँ अम्बाको बोटसँग यहाँ माला छ यता यहाँ भयो बुद्ध चित्त माला त्यही माला पाइन्छ अनि यता पनि छ यता पनि छ र हामी चाहिँ अब काठमाडौँ पाएका छैन पाएका छैन कहाँ कसले भन्यो फेरि अदुवा सङ्गीता वेलकम छ मेरो च्यानलमा हजुर वेलकम छ है निन्दा नपुग्यान झन् भन्नु हो झन् देख्यो अब याद गरेर हेर्छ मान्छेले र यहाँ केराको बोट पनि छ र यो चाहिँ अब पाक्छ दसैँमा चाहिँ पाक्छ त्यसपछि यही बोटमा आएर यसरी टपक्क टिपेर खानुपर्छ पछि भेट्छु सो गाइस मैले चाहिँ खानासाना खाएर आइसकेँ अब चाहिँ चट्ट लगाएर नआउँछु त्यसपछि अनि लुगासुगा अब यस्तै हो घर बस्न त मन थियो के गर्छु छुट्टी नै धेरै छैन गाह्रो छ ए लुगासुगा लगाइसक्यो फेरि म त नुहाउनु छ यसो सामान रेडी गर्दै गर्न 10 बजीतिर जाने कि यहाँबाट 10 बजीतिर जाने कता हो दाइ हेर्ने चिज केही छैन सबै बारी पनि हेर्न जानु पनि के कस्तो छ भनेर हेर यहाँ त सैलाम पारिहाल्यो त्यही भएर बारी हेर्न जानुपर्ने यो चाहिँ अम्बाको बोट यहाँ भक्कटे फलाएको छ भक्कटे त्यसपछि बनाना यहाँ त्यहाँ यो दसैँलाई हुन्छ होला सायद दसैँमा चाहिँ चट्ट लगाएर बोटमा पाक्छ टिप्नै खाने नलाउ न पानी परेन हुँदैन क्या हेलो गाइस अब म चाहिँ निस्किन लाग्यो कस्तो देखा छ मलाई कस्तो देखा छ ए छोला बोकेर चाहिँ भएन छोला बोकिरहेको अब चाहिँ म जानु लाग्यो सो रेडी भइसक्यो सामानहरू प्याक भइसक्यो अब म चाहिँ जान्छु होइन हेर्नु परेन कस्तो देखा छ सो गाइस हामी आइसक्यो चट्ट लगाएर अब घाँटी लामो ल्याएर ल हामी लाग्छौँ अब एकछिन अब यहाँ फोटोसोटो खिचेर अनि त्यसपछि चाहिँ हामी सो हेलो गाइस अब म चाहिँ जानु लाग्यो ल हामी गएको है त दाइ ल भाउजू हामी लाग्यो है त अब काठमाडौँ जाने सरर मोटर बाइकमा अब हामी हिँडिसके यो चाहिँ अङ्कलले उता बनेपाको लागि कसैले पठाएको अब चाहिँ हामी लिएर जानुपर्ने हुन्छ बनेपा बस स्टपसम्म बाई बाई
बाउ गएको है त अझै गयो है त गएको अब जाने त्यसपछि अब दौड्ने गएर बस भेट्छ कि भेट्दैन गाह्रो छ घरमा आएपछि घरबाट निस्किनै मन लाग्दैन कि मैले चाहिँ टाइम बस्नु कि जस्तो हुन्छ कहिले त जानै मन लाग्दैन त्यस्तो हुन्छ कि के भएको होइन त्यही भएर अब बाध्यता छ जानै पर्ने गाह्रो छ भाइहरू चाहिँ उता तल पुगेको छ भाइ मामा मैले चाहिँ मामाहरूलाई यहाँ भेटेँ अहिले अब चाहिँ पाकेको रहेनछ कि यो के अरे गर्मी महिना भएर गर्मी महिना तर पानी नपरेको भएर अहिलेसम्म पाकेको रहेछ कि पहिला चाहिँ पाकिसक्थ्यो अहिलेसम्म पाकेको छैन अनि यो के अरे गर्मी महिना भएर यसपालि अङ्गुर चाहिँ चाँडै पाकेको छ कि पानी परेन त्यसपछि पहिला त असार साउनसम्म हुन्थ्यो अङ्गुर अहिले चाहिँ जेठ महिनामै सबै पाकेको छ कि त्यो गर्मी महिना भएर त्यसैले यसपालि केही क्वेसन ल्याउन पाएन गाइजहरू होइन ल अनि ल भन्नुहोस् गाइजहरू के छ हेलो भन्नु त सबैजनाले हेलो गाइजहरू यसपालि हल्का यो के अरे पानी नपरेर पानी नपरेर तर अङ्गुर चाहिँ अलि चाँडै पाकेको छ क्या यसपालि ठुटे ठुटे यहाँ आइज ए यहाँ आइज कैसा लगा मेरा मजाक सुन ल एक बार धोका खा चुका हूँ अब नहीं खाऊंगा ट्याड्याउ ल अब हामी चाहिँ दौडी पुगेरै भेट्छु है त पसिनै पसिना आइसक्यो खासै गाह्रो त छैन पसिना मात्र आएको हो है त ए बरको बोर्डमा एकछिन बसौँ है पसिनै पसिना आइसक्यो है त गाइजहरू र आँपको बोट चाहिँ यता हामी यो सिधो बाटो चाहिँ आँपै आँप छ क्या बाटैभरि तर यसपालि नपाकेको मात्र नत्र आँप खाँदै हिँड्न पाउँथ्यो अलिक पछि आयो भने चाहिँ पाउँछ जेहोस् अनि कटरहरू छ कटरको रुख भयो यो कि कटर लाने मामा कटर लैजाउँ न त पकाएर खाने के एउटा ठुलो डेक्चीमा पानी हालेर पकाएर खाने लैजाउँ यहाँ बसौँ है एकछिन पहिला मैले सेन हालेन है एकछिन बस्नु ल हामी एकछिन बसेर हामी त्यसपछि है त यहाँ बस कालबुला आइसक्यो र बस चाहिँ त्यहाँ छ बसले बोलाइरहेको छ हामीलाई छिटो आइज भनेर हामी चाहिँ अब हामी आइपुग्यौँ पहिला त यो बाढी आउँदाखेरि त यहाँ माथिसम्म आउँथ्यो होइन खोला माथिसम्म आएको हो खोला पहिला चाहिँ बाटो यो तलबाट थियो तलबाट थियो अझै यो रोड बढाएको भएर यहाँ माथिबाट सिधै भएको छ होइन गाइजहरू यहाँ थकै लाग्यो हेलो गाइज हाम्रो बस आइसकेको छ है सिट खाली सही छैन जता सिट खाली छ त्यता बस्ने है त ए सिट त पुरै लड्दै लड्यो बिस्तारी पुरै खाली रहेछ सिट चाहिँ हेलो गाइज हामी चाहिँ भनेको बजार आइपुग्यो अनि हामी चाहिँ अब आन्टी घाटमा जानु लाग्यो यता छ यहाँ छ अब हामी खाजासाजा खाएर हामी सामानहरू उता पुऱ्याउन जान्छौँ त्यसपछि हामी 12:30 1 बजीतिर यहाँबाट हिँड्छौँ होला काठमाडौँको लागि काठमाडौँमा पुगेर अब बनाउला होइन हामी चाहिँ यता छौँ कहाँ जानु पहिला बस्ताहरू छिर्ने यताबाट होइन यताबाट छिर्ने हो हामी चाहिँ यता छौँ र एकछिन पछि भेटौँला हामी खाजा खानु जाने ठाउँमा चट्टो लगाएर गाइस हाम्रो खाजा चाहिँ आइसकेको छ र खाजासाजा खाएर जान्छौँ सो हेलो गाइस भान्जा कसलाई हेरेको के छ भान्जा ओहो छोटे अनि भ्लग के छ भान्जा ठिक छ
ओहो के छ त अनि दिदीको हालखबर रोनाल्डो कि मेस्सी नेमार खोइ पछाडि समीरको ए ल ठिक छ त्यसो भए अनि के छ त अनि आज आइतबार मक्सुमक ल हामी चाहिँ दिदीको कोठामा आइसक्यो अब उता जानुपर्छ ल ल ल ल गइहालौँ हामी कहाँ पुग्नु छ मान्छे ओहो ल आमा म जत्रै हुन लागेछ अनि के हो आजभोलि त नयाँ नयाँ चिज देख्छु त के हो यस्तो फ्रिज ल पैसा नभएको मान्छेले राख्ने हो मैले चाहिँ खाँदैन है नखाने मैले खाँदैन मैले चिसो खाँदैन हजुर अब उता गएर भेट्छौँ है त हामी हेलो गाइज हामी चाहिँ आइसक्यो होइन हामी चाहिँ यहाँ आएको छौँ भीमबहादुर श्रेष्ठको निवासमा जुत्ता चाहिँ बाहिर खोल्नुपर्ने हुन्छ र यस्तो छ र गाइजहरू के छ सन्चै हुनुहुन्छ सबैजनालाई वेलकम छ हाम्रो लाइफमा ओहो के छ त अनि साथीभाइहरू आन्टी अनि के छ त नयाँ नौलो सन्चै हेर्नु अझै दाइलाई सोध्नुपर्छ खाजा यता छ दिपिका हेर यहाँ आमा कति छिटो खाएको सरसुट है एकैचोटि उहाँ हुनुहुन्छ उहाँ दिदी यता छ आन्टी उता हुनुहुन्छ भान्जा केही भन्नु छ हस् 1 लाख सब्सक्राइब पुऱ्याइदिनु होला अब हामी चाहिँ यहाँबाट खाजासाजा खाएर जान्छौँ 2:30 भइसक्यो है निस्किनु पर्ने हुन्छ काठमाडौँ गएर यसो घुम्न जानु छ कहाँ गर्लफ्रेन्डसँग गर्लफ्रेन्डै छैन हाम्रो भइसक्यो पुग्छ ल हस् अब म निस्किने बेलामा भेट्छु हेलो गाइज हामी चाहिँ अब केही घुम्न जानु लाग्यो भान्जाको धेरै रिक्वेस्टमा चाहिँ हामी केही घुम्न जानु लाग्छ भान्जाले 10 चोटि भन्दा पनि बढी भनिसक्यो होला केही जाउँ भनेर ल होइले ओ ल देखाइदेऊ ल समीर होइले हान्देऊ त ए खै फेरि ल वाह ए ल कला नभएको चाहिँ होइन रहेछ है राम्रो ल हामी चाहिँ अब जान्छौँ है त बाई सबैजनालाई र म हेलो गाइज हामी चाहिँ केयुमा आइसक्यौँ केयुको यो चाहिँ माथि डाँडा हो यस्तो छ गर्लफ्रेन्ड बोयफ्रेन्ड डेटिङ आउन चाहिँ हुने रहेछ यहाँनिर चट्ट लाएर यता पनि छ तलपट्टि हजुर ल समीर होइले हान्देऊ त ल हान्देऊ भेरी गुड ल बाई ल जाउँ ल हामी चाहिँ अब जान्छौँ एकछिन आयो बस्यो त्यसपछि गयो फोटोसोटो खिचेँ भिडियो सिडियो बनायो यता ल है त सो हेलो गाइज हामी चाहिँ के छौँ र अब चाहिँ समीरले किन नचलाएको किन नचलाएको र हामी चाहिँ अब काठमाडौँ फर्किँदैछौँ होइन यहाँबाट फोटोसोटो खिचेँ भिडियो सिडियो बनाएँ होइन र होइले हान्देऊ त ओह्रालोमा सक्छ सक्दैन ल हामी चाहिँ गएको छिटो आउनु है ल हामी चाहिँ गएको होइन समीर बाई ल हामी चाहिँ काठमाडौँ गएको सबैजना बाई है त र आन्टी हामी गएको है त
अब दसैँमा भेटौँला कसैले चाँडै बिहे गरेछ भने चाँडै आउँला ल हस् अब हामी पनि जान्छु चट्टो लाएर अब बस पो पाउँछ कि पाउँदैन है त गाइस हामी चाहिँ गेरुबाट फर्केको यहाँ पानीले भिजेर भिजोक रमाइलो भइरहेछ हेर्न सक्नुहुन्छ लुत्रुकै भिजिरहेछ हुन्छ पानीले भिज्यो त के गर्नु के भन्नु छ जाडो भएको छ छैन मजा आइरहेछ के जाँदाखेरि यसरी पानी परिरहेछ गाह्रो छ काठमाडौँ जानुपर्ने झन् चाँडो चाँडो भन्दाखेरि 5 बज्ने हो सजिलो गाह्रो छ भ्लग बनाउन भिजी गर्नुपर्ने हुन्छ हामी चाहिँ उता पुगेर सबै लाएर कतिखेर पुग्नु थाहा छैन त्यतिखेर हामी उता गएर गाडी निस्किन्छौँ बस कुर्नुपर्ने हुन्छ आज पुग्दाखेरि त 6:30-7 बज्ला जस्तो छ ललित पुग्दाखेरि झन् ठुलो आयो पानी बाफे चलो गाइस हामी चाहिँ पानी परेर भिज्यो ठुलो पानी पऱ्यो बल्ल बल्ल आइपुग्यो अब चाहिँ कोठामा आइपुग्न लागिसक्यो हामी यताउता देखाउनु पऱ्यो नि त भिजिसक्यो अब हामी चाहिँ आइसक्यो चट्टो लाएर कोठातिर यता त पानी छैन ल पानी के सिद्धिसक्यो पानी खारिज र अब हामी चाहिँ चट्टो लाएर चलो गाइस अब हामी चाहिँ दिदीको कोठाबाट जानु लाग्यो त ल हामी गएको है त बाई बाई ल दिदी हामी गएको अब काठमाडौँ पुगेर फोन गरौँ न चट्टो लाएर हामी पुग्यो भनेर ल बाई बाई ल हामी चाहिँ अब जान्छौँ बस भेट्ने हो कि नभेट्ने हो गाह्रो छ ब्याग कुन चाहिँ दिया हो मलाई केलाई फर्सी मुन्टा लैजाउँ न ल सहिले गाइस हामी चाहिँ फर्सीको मुन्टा लिन आएको यहाँ दिदीले भनेर तर हामी चाहिँ घरबाट बोक्न गाह्रो लागेर यतैबाट लान्छौँ किनेर कहाँ पाइन्छ खै फर्सीको मुन्टा छैन कि क्या हो छैन मेरो मुन्टै छैन भाइ हो फर्सीको मुन्टा हजुर फर्सीको मुन्टा छैन जस्तो छ उता उता छ फर्सी मुन्टा यता रहेछ कस्तो होला छ इस्कुसको चाहिँ हो फर्सीकै हो यस्तो छ राम्रो राम्रो है किनेर ल्याएको भनेर थाहा पाउँछ है क्या के आधा काट्नुपर्छ आधा काट्नुपर्छ है क्या थाहा नहुने घरबाट ल्यायो अहिले लामो काटेर ल्याएछ भन्नु ए बढी ल भयो यो फर्सीको मुन्टा चाहिँ धेरै लामो भएर काटेको छ प्लास्टिकमा नअडेर ल अब चाहिँ थाहा पनि हुँदैन सट्टो लगाएर गाउँको कसैले भने दिन पनि आफैले टिपेर ल्याएको गाह्रो छ धन्यवाद है ल हस् हामी गएको ल हामी चाहिँ फर्सीको मुन्टा पाइसक्यो फोन आयो ल एकछिन पछि गर्छ ल ल गाइस हामी चाहिँ कोटेश्वरमा आइपुगेको छौँ अब यहाँबाट चाहिँ हामी पठाउमा जान्छौँ कोटेश्वर आइपुगेको छ हेर्न सक्नुहुन्छ अब हामी चाहिँ पठाउमा गएर त्यसपछि दिदीको कोठामा भेट्छ है त गाइस बनेपामा अलिक भिडियो बनाउनु पाएन पानी परेको थियो निस्किने बेला नि त्यही भएर है त गाइस ल गाइस म चाहिँ यहाँ
पुल्चोकमा आइसकेँ र अझै कोठामा आएको भाइ अलिक पछि थियो र भाइ पनि आइसकेछ। अब हामी चाहिँ जान लाग्यो हुन्छ। अब दिदीले के भन्नुहुन्छ है, हामी चाहिँ जाँदैछौँ। पानी आइरहेछ रहेछ। कोही छैन ल त्यसो भए। ल गाइस अब हामी चाहिँ बाहिर घुम्न जानु लाग्यो। यहाँ साउजी हुनुहुन्छ, उहाँ हाल्दैन र हामी चाहिँ अब बाहिर घुम्न जानु लाग्यो पार्कतिर। यहाँ को हुनुहुन्छ? दिदी नमस्ते सबैजनालाई है, वेलकम छ हाम्रो लाइभमा। भिनाजु उता हुनुहुन्छ, लाइभ होइन र हामी चाहिँ बाहिर घुम्न जान्छ यता एकछिन। को होइन दिदी वेलकम छ। ओ भान्जा ओ रोनाल्डो और के कवर छ हैं और के कवर छ के को अनि भन्नु पर्यो नि त। ल्याइदिउँ बनी हामी किन्ने बनी पाऊँ त्यो लगन खेलमा यहाँ यस्तो त्यो के अरे त्यस ठाउँमा हो र। ए हुन्छ त कस्तो कस्तो चाहिँ चाहिने भान्जी वेलकम छ मेरो भ्लगमा। केही भन्न चाहनुहुन्छ? सलाम। र हामी चाहिँ अब बाहिर जान्छ होइन, टट्ट लाएर ल ल जाऊ। कसलाई अहिले एकछिनमा हालिदिन्छु। पसिनाले यहाँ कस्तो भइसक्यो हिँड्नु त। ल हामी चाहिँ बाहिर जान्छ है एकछिन। चलो गाइज हामी चाहिँ यता जानु लाग्यो पार्कतिर। डल्फिन घुमाउने उमेरमा हेर यहाँ भान्जाहरूलाई घुमाउनु परेको छ त मेरो जिन्दगी। लाइक कमेन्ट सब्स्क्राइब गर्नु पर्यो मामालाई छिटो लाइक पनि हालौ लाइक छिटो अच्छा चम्मालीको तिमीले भनेको त केही बुझ्दैन। ल गाइस अहिले चाहिँ हामी लविन मलको पार्कमा छौँ र हामी चाहिँ जहिले यहाँनिर आएर बस्छौँ। राति 11-12 बजीसम्म यहाँ आएको बेलामा चाहिँ पार्क चाहिँ यस्तो छ। यहाँनिर चट्ट लाएर होइन यसरी पानी सानी आउने यतापट्टि यो चाहिँ लविन मल हो। यहाँनिर सकी छ लविन मल। हामी चाहिँ यहाँनिर आएर बस्छौँ। पुरा रमाइलो ठाउँ छ, एकदम चिसो शान्त वातावरण होइन। शान्त त के भन्नु, बेस चिसो हावा आउँछ त्यस्तो छ ठाउँ। ल हामी चाहिँ अब एकछिनमा यहाँ बसेर त्यसपछि कोठातिर जान्छौँ। सब के भन्नु छ छैन? अनि कान्छेले भने होइन गुड नाइट, कान्छेले पसल बन्द। ए ल ठिक छ त्यसो भए अब हामी उता गएर भेट्छौँ है त। एकछिन बस्छौँ अनि त्यसपछि जान्छौँ। सो गाइज ल गाइज अब चाहिँ म सुत्न लाग्यो। अहिले बजेको छ 12:30। खानासाना खाएर त्यसपछि सुत्न लाग्यो हामी। अहिले चाहिँ हामी यता दाइको कोठामा छौँ र भोलि बिहानै हामी 6 बजी उठेर कीर्तिपुरमा पुग्नेछौँ। र अहिले चाहिँ यति भन्दै होला। हस् त धन्यवाद, बाई बाई, सी यू।